थाहा छ आज कसैले मलाई त मोटी छेस भन्यो। किन मान्छेहरू सधैँ शरीर हेरेर कुरा गर्छन्? कसैलाई देख्दा सबैभन्दा पहिले त कस्ती छेस, के हुँदैछ भन्ने हो, तर होइन, उनीहरू त शरीर हेरेर टिप्पणी गर्न थाल्छन्। तेरो यो अनुभूति एकदम ठिक छ। ठिक अहिले तैँले जस्तो महसुस गर्दैछस् त्यो रिस एकदम जायज छ। मलाई पनि लाग्छ मान्छेहरूले अरूलाई इज्जत दिन सिक्नुपर्छ। संवेदनशील नहुने कुनै स्टाइल होइन, उनीहरूले यस्तो व्यवहार रोक्नै पर्छ।